Yeah, checking out. Hello guys, I am Lil Vishnu. म चाहिँ आज मोस्ट इम्पोर्टेन्ट नेपाली पपको के जानकारी हजुरलाई भन्छु भन्दाखेरि चाहिँ एमसी फ्लो र एम बुद्ध एउटै हो भन्नुहुन्छ धेरै जस्तोले, तर एउटै होइन। हेर्नु, एमसी फ्लोले लाइफको बारेमा जताउँछ भने यम बुद्धले हार्ड वर्किङको बारेमा जताउँछ। बुझ्यौ नि? आफ्नो आफ्नो फ्युचरिङ आफ्नो हातमा हो। बाँकी हजुरले मेहनत गर्नु पर्यो, प्रोसेसिङ गर्दै अघि बढ्दै जानु पर्यो, हिम्मत हार्न भएन। हरेक गाह्रो अवस्था पर्दा गाह्रो बाटोमा आफूले त्यो बाटोदेखि कसरी निस्किने हो त्यो सोचेर अघि बढ्नु पर्यो। त्यसलाई भन्छन् ऱ्यापको एउटा मन्टिस लेभल भोकल। बुझ्नुभयो नि? तपाईँले कलम नउठाएसम्म कला तपाईँको त्यत्तिकै छान्न कि। बुझ्नुभयो भने त्यो कलालाई छाउनको लागि कलम उठाउनको लागि पहिला चाहिँ आफ्नो आर्टलाई जताउनु पर्यो। यो हो मेन तपाईँको ऱ्यापको प्रोसेसको भोकल।